नेपाल नेपाल अहिलेसम्म धेरै पछि छ के। नेपालीहरूको सोच विचार सबै कुरो धेरै पछि छ, किनकि यो जेनेरेसनमा आएर अब जातको नाममा, धर्मको नाममा, संस्कृतिको नाममा अब भनौँ न झै झगडा छुवाछुत त्यो धेरै नराम्रो कुरो हो नि यार। धर्मको नाममा मान्छे कुट्याछ, जातको नाममा मान्छे पिट्याछ, मार्याछ। कुन जेनेरेसनमा बसिरहेछ मान्छे? नेपाली त नेपाली हो नि सबैजना यार। तिम्रो हात काटे रातै आउँछ रगत, उसको हात काटे रातै रगत आउँछ, मेरो हात काटे रातै रगत आउँछ। खाने भातै हो, सबैको एउटै हो, खाने भातै हो, जाने घाटै हो लास्टमा। तर यो छुवाछुत झै झगडा चाहिँ किन? भेदभाव मान्छे भइसकेपछि अलिकति मान्छेको व्यवहार गर्नु पर्यो यार, दिमाग लाउनु पर्यो। अहिलेको शिक्षित भनौँ न, हरेक मान्छे शिक्षित हुन्छन्, हरेक मान्छे पढेका हुन्छन्, खोइ के चाहिँ हुन्छ र? हामी खाइरहेकै छ, सँगै बसिरहेकै छ, सँगै बसेर लाइरहेकै छ, सँगै सुतिरहेकै छ साथीभाइ मिलेर। जति पनि यो भनौँ न, यो धेरै माथि माथि पहाडतिर चाहिँ अहिले यस्तो कुराहरू चाहिँ अहिलेसम्मै छ क्या, हराएको छैन यो कुराहरू। पहाडतिर चाहिँ यस्तो कुराहरू धेरै हुन्छ, घटनाहरू। अब त्यहाँको मान्छेहरूलाई चाहिँ कसरी चाहिँ अब अलिकति शिक्षित बनाउने त? अब के कारणले चाहिँ यस्तो भइरहेछ? न त्यहाँको मान्छे अलिक शिक्षित नभएर कि न राम्रोसँग यो जातभात धर्मको बारेमा नसुने हो कि? अब त्यसलाई कसरी चाहिँ उ गर्ने हो? धेरै जसो म सुन्छु होइन, धेरै पहाडतिर हुन्छ कि यो रुकुम रोल्पा यस्तो, त्यो साइडमा चाहिँ धेरै यो घटनाहरू हुन्छ कि यो जातभातको कुराले गर्दा मान्छे मारिने र मान्छे कुटिने हुनसक्छ। अब मान्छे अब अलि शिक्षित नभएर पनि हुनसक्छ पहाडतिरको मान्छे। अब कसरी चाहिँ गर्न सकिन्छ यो कुरा? हुन त केही हुँदैन यार, हामी सँगै खान्छौँ, सँगै हिँड्छौँ, मेरो पनि साथीहरू छ सबै। तर नेपालीहरू धेरै पछि छ कि। अब यस्तो कुराहरूलाई छोड्नु पर्यो कि सबै नेपाली हो, नेपाली सबै यो जातभात धर्मको नाममा झै झगडा गर्न चाहिँ छोड्नु पर्यो। त्यसैले आफ्नो काम गर्नुहोस्।